हेलो गुड गुड कता हिँड्नुभएको दादा तपाईहरु ए दमक हिँड्नुभएको ए किन हौ म भिडियो बनाइदिन्छु नि त अनि किन ओबे बिस्तारै हिँड्नु है डेन्जर हुन्छ नि भुइँसीले हान्छ है बिस्तारै हिँड्नु है चिरायो चिरायो के खाने रे चिरायोले पार्थले दमक गरेर के खाने अरे भन ए जुस खान्छ रे चिरायोले त बिस्तारै हिँड्नु न म त हिँड्नै सकिनँ तपाईहरु ए चिप्स पनि खाने ए लुछिटो बाटोबाट हिँड्ने राम्रो राम्रो बाटोमा हिँड्नु नि कसको छोराहरु हो तिमीहरु कसको छोरा रे बाबाको हो ए बाबा मन पर्छ अनि तिमीहरुको बाबाको नाम के हो तिमीहरुको बाबाको ए हो र राजेन्द्र शर्माको छोराहरु हो ए राजेन्द्र शर्माको छोराहरु हजुर भन्नु कस्तो उयो लाइट ठ्याक्कै उयो भयो के लु हिँड्दैन आँखा हेर्न अप्ठ्यारो भयो चिरो यता हेर्नु त किन भर्यो गोली छ लु नि यहाँ सुँगुल पाल्नु हुन्थ्यो नि त पहिले लु भाइला समात साइड भाइला समात भन्दैछु यी बस त्यो साइड देऊ यता हेर त पार चिराई गीत गाइदे त चिराई एउटा ए पार्टले पकाउनु चिराईको ट्रन चिराई पुतली गाइदेऊ हल्को बस आयो के हजुर बाइक आयो चिरो तिमी बाइकमा जाने कि सिटीमा जाने भन त सिटीमा यता हेरेर भन्न नि त त्यता किरा हुन्छ है त्यता किरा हुन्छ है चिरो यता हेर त ओ चिरो त्यता नजा भन्दैछ अब भेट्यो यसले अब यसले तु हेर हाम्रो सिटी आयो क्या हेर त हामी सिटीमा जाने चिरो सिटीलाई कुट्ने कुन लट्ठीले कुट्छ यता देखाउ त खोइ कुन लट्ठीले कुट्ने अरे कसलाई कुट्ने यी बस न नजाउ न त यी बस पर्ख न कसलाई कुट्ने अरे अबे त्यस्तो ब्याड कुरा नभन है पार ए छिरायो तिमी डनो नजाऊ भनेको फेरि बाटो कटेर नजाऊ गयो कहाँ गएको त्यसै बाटो कट्नु हुँदैन त पार ज्ञानी भएर उभिनु भएको छ यहाँ दादा भने नै कति ज्ञानी हो पार शर्मा त चिरायुले मामुलाई ब्याग ल्याइदिँदै हुनु त लड्यो भन्ने त हो नि त्यो त नजाऊ है चिरायु भन्दै चाहिँ चिरायु चकचक नगर है उता बस दादासँग बस यहाँ दादासँग बस तिउ भयो चिरायु कसरी स्टप गर्छ चिरायु सिटीलाई भन न स्टप भन न अनि भाइको छेउमा गरौँ भन्न जाऊ ती बस त्यसो नगर
नखोज्नु है बेबीको नो ब्याड माइनर्स चिरायु के खानुभएको चिरु के खानुभएको ए बनाना कसले दिनुभयो ए मामुले कतिवटा दिनुभएको थियो मामुले कति यति हातले देखाउ त ए तिमीलाई दुईटा दियो मैले मैले सबै दिएको छुइनँ नि बेबीलाई र तिमीलाई बराबर दिएको के अझै चाहियो हो बेबी के चाहियो भन्न त खोज्छौ के खोज्छौ हौ लु खोज छैन हो बेबी छैन भन्छु छैन हो बेबी छैन भन्छु गोरु के भेटायो तिमीले कस्तो भइरहेछ रमाइलो भइरहेछ हिँड्दा चिज भन्थ्यो त एकचोटि हाँस्थ्यौ त एकचोटि अझै हाँस्थ्यौ त ए तिम्रो बाबासँग ए अनि बाबाले के किनिदिनु भयो के किनिदिनु भयो नि बाबाले ए आइसक्रिम र चिकन किनिदिनु भयो बाबाले ए जुस पनि ए चिरायुलाई त जुस किनिदिनु भयो बाबाले ए ओरेन्ज जुस तिमीलाई छ नि एकदम बिगर छ के छ ए हो चिरु अनि भन